नमस्कार साथीहरू, यहाँहरूलाई स्वागत छ यज्ञास टेक्निकल एनालाइसिस 2026 युट्युब च्यानलमा। साथीहरू, यो च्यानल नितान्त एजुकेसनल पर्पजको लागि बनाइएको हुँदा यो भिडियो हेरेर बाई एन्ड सेयर नगर्नुहोला, किनकि यो क्षेत्र सुरक्षित रहित छैन। यो च्यानलमा साथीहरूलाई नेप्से इन्डेक्स तथा स्टक सम्बन्धी एनालाइसिस तथा स्टक फन्डामेन्टल सम्बन्धी भिडियो प्रस्तुत गर्ने हुँदा यो च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला भन्दै साथीहरूलाई यो भिडियोतर्फ केन्द्रित गर्न चाहन्छु। धन्यवाद। ल यो भिडियो प्रस्तुत गर्दैछु। भिडियोमा सबभन्दा पहिला नेपाल स्टक एक्सचेन्जको चार्ट देखाउन खोजिरहेको छु। चार्ट एकदमै डाउन ट्रेन्ड चलिरहेको छ। हेर्नुहोस्, डाउन ट्रेन्ड चलिरहेको छ। बटममा आइरहेको अवस्था छ। बटम खोजिरहेको जस्तो देखिन्छ। हेर्नुहोस् साथीहरू, अब अहिले बाई गर्ने स्थिति छैन। सेल पनि नगर्नु होला। सेलको लागि बाईको लागि चाहिँ ग्रीन क्यान्डल बनिसकेपछि हेर्नु होला। अब हेर्नुहोस्, स्टक चाहिँ सबभन्दा पहिला नेप्सेको इन्डेक्स सिजनल्ली हेरौँ कुन चाहिँ महिना बढी बढेको रहेछ भनेर। यहाँ हेर्नुहोस् साथीहरू, 2026मा जनवरीमा धेरै बढेको छ इन्डेक्स। त्यस पछाडि अहिले जुलाईमा पुरै ग्रिन छ। हेर्नुहोस्, अहिले चल्दै गरेको महिना मात्रै रेड छ। यो महिना बढ्ने महिना हो, त्यसकारणले सायद प्राय जस्तो यो महिनामा धेरै बढेको देखिन्छ डिटेल हेर्दा, डाटा हेर्दा। आज म हजुरहरूलाई अरू 2-3वटा स्टकको पनि डाटा देखाउनेछु। सबभन्दा पहिला एचडिएलको देखाउँछु। हेर्नुहोस् साथीहरू, एचडिएलको पनि अवस्था त्यस्तै छ, तर बार खुम्चिँदै आएको छ। सायद यो पनि बाईको सङ्केत आउन सक्छ होला। यसको सिजनली हिस्ट्री हेर्दाखेरि यसको अहिले जुलाई महिना हुँदाखेरि जुलाई महिनामा सबभन्दा बढी नै ग्रिन छ डिसेम्बरभन्दा। डिसेम्बर त आउन बाँकी नै छ। जुलाईमा हेरौँ, सायद एचडिएलले पनि राम्रो पर्फर्मेन्स गर्न सक्छ। त्यस्तै साथीहरूलाई अर्को स्टेक देखाउन चाहन्छु। छिमेक लघुवित्त संस्था। ल हेर्नुहोस् साथीहरू, छिमेक लघुवित्त संस्थाको पनि राम्रै छ। अहिले अकुमुलेसन चल्दै गरेको अवस्था छ। अब साथीहरूलाई देखाउँदाखेरि सिजनल्ली डाटा देखाउँदाखेरि जुलाईमा सबभन्दा बढी नै ग्रिन छ। अहिले ग्रिन सुरु भइरहेको छ। 0.22% ग्रिन भइसकेको अवस्था छ। अब यसले पनि राम्रो पर्फर्मेन्स आउँदो समय गर्न सक्छ। छिमेक लघुवित्त संस्थामा अकुमुलेट चलिरहेको छ। यो अब बाउन्स ब्याक दिन खोजिरहेको अवस्था छ। हेरौँ भोलिको क्यान्डलमा के हुँदो रहेछ भन्दै आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। अन्त्य गर्नुभन्दा पहिला हजुरले मेरो भिडियो कस्तो लागिरहेको छ, हजुरले राम्रोसँगले भिडियो पुरा हेरेर चाहिँ मलाई कमेन्ट गर्नुहोला। मन परेदेखि सब्स्क्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट पनि गरिदिनु होला, ताकि हजुरहरूको बुझाइ हेरेर चाहिँ मैले अर्को भिडियो बनाउन सक्दछु भन्दै म भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।